हिमालयका उच्च चुचुराहरू जहाँ पृथ्वीले आकाशलाई छुन्छ, त्यहाँ एउटा यस्तो भूमि छ जुन केवल पहाडहरूले मात्र होइन, आफ्नो आत्माले चिनिन्छ। नेपाल। बाहिरी विश्वका लागि यो संसारको छानो हो, तर यहाँ बस्नेहरूका लागि यो आस्थाको एउटा जीवित सङ्ग्रहालय हो, जहाँ हरेक ढुङ्गाले एउटा कथा बोल्छ र हरेक कुनामा एउटा मन्दिर भेटिन्छ। आज हामी नेपालका मन्दिरहरूका जटिल काष्ठकला र सुनौला गजुरहरूको यात्रामा निस्कनेछौँ। हामी राजधानीको मुटु दरबार स्क्वायरबाट सुरु गर्छौँ। यहाँको वास्तुकलामा प्यागोडा शैलीको प्रभुत्व छ, जुन डिजाइन एसियाभरि फैलिए पनि नेपालमा यसले सबैभन्दा उत्कृष्ट रूप पाएको छ। यी काठका टुनालहरूलाई नजिकबाट हेर्नुहोस्, जसमा देवी देवता र पौराणिक कथाहरू कुँदिएका छन्, जुन शताब्दीयौंदेखि सुरक्षित छन्। यो तलेजु भवानीको मन्दिर हो, जुन कुनै समय राजाहरूको विशेष क्षेत्र थियो र मल्ल वंशको भक्तिको प्रमाणको रूपमा उभिएको छ। नेपालमा धर्म केवल चाडबाड मात्र होइन, यो त यहाँको दैनिक जीवनको धड्कन हो। एउटा डाँडाको टुप्पोमा स्वयम्भूनाथ अवस्थित छ, जसलाई मङ्की टेम्पल पनि भनिन्छ। यहाँको वातावरण नै भिन्न छ। यो एउटा स्तूप हो, एउटा गोलाकार संरचना जसले बुद्धको मनलाई प्रतिनिधित्व गर्छ। चारै दिशामा हेरिरहेका ती आँखाहरूलाई हेर्नुहोस्, तिनीहरूले ज्ञान र करुणाको प्रतीकका रूपमा हामीलाई हेरिरहेका छन्। केही माइल टाढा विशाल बौद्धनाथ स्तूपले क्षितिज ओगटेको छ। यो विश्वकै ठूला स्तूपहरूमध्ये एक हो। हजारौं भक्तजनहरूले यसको वरिपरि परिक्रमा गर्दा ओम मणि पद्मे हुँको लयबद्ध मन्त्रोच्चारणले उपत्यकाको आध्यात्मिक वातावरणलाई गुन्जायमान बनाउँछ। पवित्र बागमती नदीको किनारमा नेपालको सबैभन्दा पावन हिन्दू मन्दिर पशुपतिनाथ उभिएको छ। भगवान शिवमा समर्पित यो ठाउँ जीवन र मृत्यु दुवैको सङ्गमस्थल हो। चाँदीका ढोका र सुनको गजुर भएको मुख्य मन्दिर वरिपरिका घाटहरू सार्वजनिक चिन्तनका स्थान हुन्। यहाँ पुनर्जन्मको चक्र प्रत्यक्ष अनुभव गर्न सकिन्छ। साँझको आरती समारोह, जहाँ बत्ती र घण्टीहरूको सुमधुर स्वर सुनिन्छ, यसले हजारौं वर्षदेखि अपरिवर्तित रहेको भक्तिको शक्तिशाली प्रदर्शन गर्दछ। नेपालको आध्यात्मिकता सहरहरूमा मात्र सीमित छैन। डाँडाको शिरमा रहेको चाँगु नारायणलाई नेपालको सबैभन्दा पुरानो मन्दिर मानिन्छ, जुन 4औं शताब्दीको ढुङ्गा र धातुको एक उत्कृष्ट नमुना हो। तर अन्तिम तीर्थयात्राका लागि मानिसले अझै उचाइ चढ्नुपर्छ। मुस्ताङ जिल्लाको उच्च भूभागमा मुक्तिनाथ अवस्थित छ। हिन्दूहरूका लागि यो मुक्ति क्षेत्र हो, जहाँ मोक्ष प्राप्त हुन्छ। बौद्ध धर्मावलम्बीहरूका लागि यो डाकिनीहरूको स्थान हो। यहाँ पानीमाथि प्राकृतिक ग्यासबाट निस्कने अखण्ड ज्योति बल्छ, जुन एउटा प्राकृतिक चमत्कार हो र यसले भक्तजनहरूलाई कठिन हिमाली बाटो पार गर्न आकर्षित गर्दछ। नेपालका मन्दिरहरू केवल वास्तुकला मात्र होइनन्, तिनीहरू यहाँको संस्कृतिका आत्मा हुन्। तिनीहरूले भूकम्प, समय र बदलिदो संसारलाई झेल्दै आएका छन्। तिनीहरूले हामीलाई सम्झाउँछन् कि पवित्रता कुनै टाढाको कुरा होइन, बरु यो हाम्रो दैनिक जीवनको प्रत्येक पाटोमा बुनिएको छ। जब हिमालयको पछाडि सूर्य अस्ताउँछ, मन्दिरका घण्टीहरू निरन्तर गुन्जिरहन्छन्, जसले अतीतका प्रार्थनाहरूलाई भविष्यको प्रतिज्ञासम्म पुर्याउँछन्।